नमस्ते। आज हामी एउटा यस्तो विषयमा कुरा गर्दैछौँ जुन एकदमै महत्त्वपूर्ण छ र सबैले ध्यान दिन जरुरी छ। त्यो हो निपाह भाइरस। आउनुहोस् यसको बारेमा अलि गहिरिएर बुझौँ, यो आखिर के हो र यसबाट कसरी बच्न सकिन्छ। सुरुमै एउटा कुरा एकदमै स्पष्ट पारिहालौँ है। निपा भाइरसलाई सामान्य ज्वरो सम्झिने गल्ती पटक्कै नगरौँ। यो चेतावनी साँच्चीकै गम्भीर छ। यो एउटा यस्तो स्वास्थ्य खतरा हो जसलाई हल्का रूपमा लिनु हुँदैन। त्यसो भए यो निपाह भाइरस आखिर हो के त? कस्तो खालको संक्रमण हो यो जसले यति धेरै चिन्ता बढाएको छ? ल, अब यसै बारेमा कुरा गरौँ। सरल भाषामा भन्नुपर्दा निपाह भाइरस एउटा एकदमै खतरनाक भाइरल संक्रमण हो र यो आउँछ कहाँबाट भन्दा फलफूल खाने चमेरोबाट, जसलाई फ्रुट ब्याट पनि भनिन्छ, हो त्यहीँबाट मानिसमा सर्ने गर्छ। ल, अब सबैभन्दा महत्त्वपूर्ण कुरामा आऊ, यो भाइरस एकबाट अर्कोमा फैलिन्छ कसरी त? किनभने यो थाहा पाउनु भनेको नै आफूलाई र आफ्नो परिवारलाई बचाउनु हो। आउनुहोस् हेरौँ यो कसरी कसरी सर्न सक्छ। यो भाइरस सर्ने खास गरी 3वटा मुख्य तरिकाहरू छन्। पहिलो, चमेरोले जुठो पारेको वा टोकेको फलफूल खाएमा। दोस्रो, चमेरोले दूषित बनाएको ताडी वा खजुरको काँचो रस पिएमा। र तेस्रो, जुन सबैभन्दा चिन्ताजनक छ, त्यो हो संक्रमित व्यक्तिसँगको नजिकको सम्पर्कबाट, जस्तै उनीहरूको स्याहार सुसार गर्दा। मानिलियौँ कसैलाई संक्रमण भइहाल्यो भने के हुन्छ त? कस्ता सङ्केतहरू देखिन्छन्? हो, अब हामी यसका लक्षणहरूबारे कुरा गर्नेछौँ ताकि समयमै चिन्न सकियोस्। यसका लक्षणहरूलाई हामीले 2 किसिमले हेर्न सक्छौँ। सुरुमा देखिने सामान्य लक्षणहरूमा ज्वरो आउने, टाउको बेस्सरी दुख्ने, वागवाकी लाग्ने र कहिलेकाहीँ अलमल वा भ्रम हुने जस्ता समस्या हुन्छन्। तर अवस्था गम्भीर हुँदै गयो भने मस्तिष्कमा नै सूजन हुन सक्छ, जसलाई ब्रेन स्वेलिङ भनिन्छ, र यो चाहिँ ज्यादै खतरनाक र जानलेवा हुन सक्छ। अब एउटा एकदमै गम्भीर र कठोर सत्यको कुरा गरौँ। निपाह भाइरसको उपचारको अवस्था अहिले के छ त? यो जान्नु एकदमै जरुरी छ। सबैको मनमा आउने पहिलो प्रश्न नै यही हो, के यसको लागि कुनै विशेष औषधि बनेको छ? यसको जवाफ दुःखको कुरा छैन। अहिलेसम्म निपाह भाइरसको लागि कुनै निश्चित औषधि पत्ता लागेको छैन। औषधि छैन भने के खोप छ त? भ्याक्सिन नि? दुर्भाग्यवश अहिलेसम्म त्यो पनि विकास भइसकेको छैन। अनुसन्धान त भइरहेको छ, तर तत्कालको लागि हामीसँग खोपको सुविधा छैन। जब उपचार पनि छैन, खोप पनि छैन, तब हामी के गर्न सक्छौँ त? हो, यहाँनिर आउँछ सबैभन्दा महत्त्वपूर्ण कुरा, रोकथाम, अर्थात् रोग लाग्नै नदिनु। रोकथाम नै सबैभन्दा ठूलो र उत्तम सुरक्षा हो। त्यसो भए अब हामी सबभन्दा काम लाग्ने कुरामा केन्द्रित हौँ। हामी आफूलाई कसरी बचाउन सक्छौँ, सुरक्षित रहन के गर्न सकिन्छ? ल, अब केही कुरामा एकदमै होशियार हुनुपर्छ है। पहिलो, चमेरोले टोकेको जस्तो वा खोट लागेको फलफूल देखियो भने त्यसलाई नखाऊ। दोस्रो, खजुरको काँचो रस, जसलाई ताडी पनि भनिन्छ, त्यो पिउनबाट बचौँ। र तेस्रो, यदि कसैलाई ज्वरो समेत दिमाग अल्मलिएको जस्तो लक्षण देखियो भने एकछिन पनि ढिला नगरी स्वास्थ्य संस्थामा पुगिहाल्नुपर्छ। अन्तमा यति धेरै कुरा गरिसकेपछि यसको सार के हो त? सार एकदमै सरल छ। जागरुकता नै सुरक्षा हो। हामी जति जानकार हुन्छौँ, यो भाइरसको बारेमा जति बुझ्छौँ, त्यति नै सुरक्षित हुन्छौँ। अब यो महत्त्वपूर्ण जानकारी आफूसँग मात्र राख्ने कुरा भएन। सोच्नुहोस् त, यो जानकारी अरू कसलाई सुनाउन सकिन्छ? किनभने सही जानकारी फैलाउनु नै यो भाइरस विरुद्धको लडाईँमा सबैभन्दा ठूलो सहयोग हो। सबैजना सुरक्षित रहौँ है।